तपाईहरुको 100% भिसा लिएर जानको लागि कुन युनिभर्सिटी तपाईले एप्लाई गर्न चाहनुहुन्छ युके को विषयमा भन्ने आज हामी तपाईलाई कुराकानी गर्नेछौं। म धनञ्जय शाह धनञ्जय स्टडी अब्रोडबाट तपाईहरु सबैजनालाई म वेलकम गर्न चाहन्छु। सो युके तपाई एप्लाई गर्दै गर्दाखेरि फर्स्ट कुरा तपाईले चाहिँ आफ्नो क्वालिफिकेसन के छ त र कुन कोर्समा तपाई पढ्न जान चाहनुहुन्छ। फर एक्जाम्पल तपाईले प्लस 2 मा पढ्नु भएको छ, कम्प्युटर साइन्स पढ्नु भएको छ भने, साइन्स पढ्नु भएको छ भने अब कम्प्युटर साइन्समै तपाईले पढ्न जान चाहनुहुन्छ भने यु हैव लट्स अफ युनिभर्सिटी विथ स्कलरशिप। जस्तै ब्याचलरमा तपाईको चाहिँ होटल म्यानेजमेन्ट पढ्न जान चाहनुहुन्छ भने तपाईको चाहिँ बेस तपाईको चाहिँ एचएम गर्नु भएको छ भने इट विल बी गुड फर सम सिमिलर युनिभर्सिटी लाइक युनिभर्सिटी अफ सन्डरल्यान्ड, युनिभर्सिटी अफ तपाईको वुल्भरह्याम्पटन र युनिभर्सिटी कलेज बर्मिंघम, युनिभर्सिटी अफ ईस्ट लन्डनमा पनि प्रोग्रामहरु छ। सो तपाईले चाहिँ 100% भिसा लिएर जान चाहनुहुन्छ भने पब्लिक रिसर्च युनिभर्सिटी कलेजमाहरु तपाईहरुले चाहिँ जानु भन्दा पब्लिक रिसर्च युनिभर्सिटीहरुमा तपाई जानुहुन्छ भने ट्युसन फीहरु पनि तपाईको एकदम एफोर्डेबल छ। फर एक्जाम्पल इनसाइड लन्डनमा जान चाहनुहुन्छ भने इनसाइड लन्डनमा त लट्स अफ युनिभर्सिटी छ। कुनै युनिभर्सिटीको 15,000 छ, कसैको 14,000 छ, कुनै युनिभर्सिटीको तपाईको चाहिँ 12,000 छ। सो सबैभन्दा एकदम एफोर्डेबल फर इंटरनेशनल स्टुडेन्ट रेभेन्सबर्न युनिभर्सिटी छ जहाँ तपाईको चाहिँ इन्ट्री रिक्वायरमेन्ट जम्मा 2.2 जीपीए मात्र छ प्लस 2 मा र तपाईको ग्याप पनि 4 वर्षको छ, 5 वर्षको छ भने युनिभर्सिटी अफ रोहाम्पटन विल बी एक्सेप्टेड फर योर एप्लिकेसन फर सेप्टेम्बर इन्टेक। सो सेप्टेम्बर इन्टेकको लागि तपाईहरु जस्तै तपाईको चाहिँ बिजनेस म्यानेजमेन्टमा जान चाहनुहुन्छ, कम्प्युटर साइन्समा जान चाहनुहुन्छ, आर्किटेक्चरमा जान चाहनुहुन्छ भने सन्डरल्यान्ड युनिभर्सिटी र तपाईको चाहिँ यो रेभेन्सबर्न युनिभर्सिटी विल बी ग्रेट अप्सन फर यु। जस्तै तपाईको चाहिँ ट्युसन फी पनि एकदम एफोर्डेबल छ, इनसाइड लन्डनमा भएको पनि युनिभर्सिटी छ र तपाईको चाहिँ ग्याप धेरै छ भने नो म्याटर। सो मास्टर्समा पनि तपाईको चाहिँ एमबीए को प्रोग्रामहरु छ है, कम्प्युटर साइन्सको प्रोग्रामहरु छ। सो यो युनिभर्सिटीमा तपाई जाँदै गर्दाखेरि एकदम एफोर्डेबल छ। 6600 मात्र पेमेन्ट गरेर तपाई यो युनिभर्सिटीमा इनरोलमेन्ट गर्न सक्नुहुन्छ जसको डेडलाइन अब एकदम नजिक छ। सो सेप्टेम्बर इन्टेकको लागि तपाईहरु पनि राम्रो कल्सन इस्युर खोजिराख्नु भएको छ र राम्रो कल्सन इस्युर तपाईले भेटाउनु भएको छैन भने वी डु एप्लाई फर सिमिलर युनिभर्सिटीज। तपाईको चाहिँ हामी सिमिलर युनिभर्सिटीमा एप्लाई गर्दिन्छौं र इन्टरभ्यु प्रिपरेसन पनि हामी तपाईले गराउँछौं, डकुमेन्टेसन पनि हामी टिमले तपाईले सपोर्ट गर्नेछ। त्यसपछि तपाईको एकोमोडेसन युकेमा एकोमोडेसन पनि हामीले तपाईले सपोर्ट गर्छौं, बैंक डकुमेन्टमा सपोर्ट गर्छौं र त्यसपछि तपाईको चाहिँ भिसा लजमेन्टमा हामी सपोर्ट गर्छौं। सो टोटल प्रोसेसिङ टाइम तपाईको 40 डेज मा भिसा पनि लाग्छ र तपाईको फ्लाइट पनि हुन्छ। सो तपाईले एकदम फास्ट प्रोसेसिङ गर्ने कल्सन इस्युर खोजिराख्नु भएको छ, टप इन टाउन काठमाडौँमा बेस्ट कल्सन इस्यु बेस्ट काउन्सिलरहरु खोजिराख्नु भएको छ भने युके को लागि हामी एकदम पर्फेक्ट कल्सन इस्यु। सो युके को लागि तपाईहरु यदि एप्लाई गर्न चाहनुहुन्छ भने धनञ्जय स्टडी अब्रोडमा आज सम्झिन सक्नुहुन्छ। थ्यांक यू भेरी मच।